मैले बनाएको ड्रिङ्क्स है गाइस कस्तो मजा आयो क्या तर यो म चाहिँ मिठो छैन जस्तो सोचेँ होइन यस्तो मिठो थियो मिठा पान गरेको फ्लेभर यस्तो मिठो है कसम मिठो है गरिदिनु यार थ्याङ्क यू यार मजा आयो यार काम गरेर यार कसम यो चाहिँ फ्री पिआर पाएको हामीले है यो चाहिँ बोल्न थाल्यो त्यो एउटा राम्री केटी छ अनि त्योसँग चाहिँ कोही बोले होइन तर हेर्नु न त्यहाँ मैले बनाएँ आफ्नो लाइक ब्रान्डहरूलाई चाहिँ प्रमोट गर्ने स्टलहरू जस्तै हो होइन Ladies and gentlemen, are you ready? सो हेलो गाइज वाट्स वेलकम ब्याक के सबजना आयो फर फिटिङ ग्रेट सबजना सन्चै नै हुनुहुन्छ होला आज चाहिँ म भ्रिकुटी मण्डपमा आएको छु होइन अनि यहाँनिर चाहिँ लाइक हाम्रो कलेजबाट चाहिँ लाइक एउटा मकटेल जस्तै के हो गर्नु भएको मकटेल रिसेप्सन डे आज चाहिँ त्यहाँ पछाडि हुन्छ एउटा मकटेल अनि अर्को मकटेल त्यहाँ अनि हाम्रो मकटेल होइन त्यो ड्रिङ्कहरूको चाहिँ लाइक उयो के अरे एडभर्टाइज गर्नुपर्ने चाहन्छ चाहिँ हामीले त्यसको लागि आएको छौँ होइन आज चाहिँ हामी टक्क पाराले एडभर्टाइजमेन्ट हान्छौँ ड्रिङ्क्सहरूको मकटेल ककटेल सब है यस्तो छ नआएर आएको कपाल जो छ मेरो चाहिँ उता बोलाएको बोलाइ छ हामी चाहिँ लाइक यो भ्रिकुटी मण्डप यो काठमाडौँ नेसनल के अरे नेसनल भनेर फन पार्क गएको छ अनि हामी चाहिँ ठ्याक्क छेउमै छौँ जुत्ता मेलाभित्र देखाइदिउँ हामी यहाँ फर्निचर गाइस आज चाहिँ हामी टक्क यहाँनिर यो के अरे ड्रिङ्क्स कार्निभलमा आएको छौँ अनि टक्क पारेर उता चाहिँ हाम्रो काठमाडौँ फन पार्क छ अनि यता चाहिँ भ्रिकुटी मण्डप है सो आज चाहिँ हामी ड्रिङ्क्सहरूलाई एडभर्टाइजमेन्ट गर्न आएको हो खासमा चाहिँ भन्नुपर्दा सो त्यही हो गाइस यहाँ चाहिँ कफीहरू बन्छ यी कफीको हो यो स्याम्पूको यो के हो आइसक्रिमको रहेछ यो के हो यो कुकिजहरूको जस्तो छ यो फेरि रक्सीहरूको आज यस्तो छ गाइज होइन गाइज हामीले चाहिँ यहाँनिर यो मकटेलको ठेक्का पाएको छौँ होइन सोडाहरू भयो सामानहरू उता कागतीहरू आउँदैछ यहाँ टक्कै हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ मिलाएर राखेर यहाँ अब यो सबै लाइक एरेन्ज गरेर हाल्नुपर्ने हुन्छ सोडा नै हाल्ने हो सो हेरेर अब हाल्नुपर्ने हुन्छ गाइज अनि बारटेन्डिङमा चाहिँ लाइक मेरो यो फर्स्ट जब जस्तै नै थियो होइन अनि लाइक यो अलिकति स्किलफुल जब हो नि त लाइक स्किल भएकोहरूले मात्रै गर्न मिल्छ नि त लाइक नलेज छैन भने त लाइक यो अलिक गर्न मिल्दैन नि त अनि त्यही भएर चाहिँ ठ्याक्क म पहिला चाहिँ क्या नर्भस थिएँ क्या यो बेला चाहिँ अनि ठ्याक्क एकछिनपछि लाइक बित्दै जाँदाखेरि हन्ड्रेड्स अफ कस्टमर्सहरूलाई चाहिँ कस्टमर्स भन्दा नि गेस्टहरूलाई चाहिँ हामीले लाइक सर्भ गरेपछि चाहिँ लाइक मलाई यस्तो कन्फिडेन्स आएको थियो नि लाइक यस्तो मिठो ककटेल बन्दो रहेछ क्या लाइक हुन्छ नि मिक्सरको जादु पनि खतरा हुने रहेछ क्या तर है अहिलेसम्म चाहिँ लाइक मलाई आइडिया छैन नि त यस्तो बनाउनेहरू बट हुन्छ नि अलिअलि सिक्दै जाँदाखेरि चाहिँ लाइक अलिकति धेरै नै लाइक इम्प्रुभमेन्ट हुने रहेछ होइन गाइज घरमा बसेर त्यो सुतेर बस्नुभन्दा चाहिँ लाइक अलिकति हुन्छ नि इन्कम पनि हुन्छ बट हुन्छ नि आफ्नो लाइक स्किल क्वालिफिकेसन होइन एक्सपिरियन्सहरू पनि बढिरहेको हुन्छ क्या सो सानोतिनो काम भनेर चाहिँ लाइक त्यसलाई डिस्क्रिमिनेसन गर्नु हुँदैन लाइक काममा जानुपर्छ कहिलेकाहीँ यस्तो खतरा अपर्च्युनिटी आउँछ नि लाइक बारिस्टा मैले गरेको छुइनँ बारटेन्डिङ पनि गरेको छुइनँ होइन बट यहाँनिर चाहिँ लाइक मैले मकटेल बनाउने बारटेन्डिङको चाहिँ लाइक यहाँ अपर्च्युनिटी पाएको थिएँ होइन लाइक कस्तो जोई पाराले हामीले काम गरेको थियौँ क्या
अनि यो गर्दा चाहिँ के गर्नुपर्ने रहेछ, केमा के हाल्ने, कसरी हाल्ने, कति क्वान्टिटीमा हाल्ने, मेजर कसरी गर्ने, लाइक हुन चाहिँ हिजोको काममा चाहिँ मैले धेरै नै स्किल गेन गरेँ होइन। हुन त म यो बाहिर गर्दिनँ पनि थिएँ होला होइन, बट यो अपर्च्युनिटी आएपछि चाहिँ वाइ नट टु ग्र्याब भनेर चाहिँ लाइक मैले यो अपर्च्युनिटी पनि लाइक मिस हुन दिएन। ठ्याक्क मैले चाहिँ ग्र्याब गरेँ। अनि हाम्रो 3टा डिस थियो, अनि त्यो 3टा डिसबाट चाहिँ मैले लाइक जे आउँछ त्यही नै बनाइदिएँ। तर सबै पनि यस्तो मिठो भएको थियो नि, सबै नै मिठो भएको थियो क्या। May I have some more soda, please? I will do like this, darling. May I have some more soda? Thank you very much. गाइज अनि अहिले चाहिँ मैले यो ड्रिङ्क्स चाहिँ लाइक आफ्नै लागि नै बनाएर आएको छु होइन। कस्तो रहेछ भनेर चाहिँ चाख्नको लागि ठक्क पारेर हुन्छ नि, अलिकति आफूले पनि चाख्नु पऱ्यो नि होइन। अनि त्यही भएर चाहिँ ठ्याक्क पारेर मैले चाहिँ यो आफ्नै लागि चाहिँ यो ड्रिङ्क्स प्रिपेयर गरिरहेको छु। कस्तो स्वाद रहेछ भनेर टेस्ट गर्नको लागि होइन। मैले बनाएको ड्रिङ्क्स है गाइस, मिठो हुँदो रहेछ। अझै भर्खर सकिदिएछ दाइ। नेक्स्ट है, यो चाहिँ मैले नेक्स्ट बनाएको एउटा प्लास्टिक मिठै छ। अर्को है, अर्को ए मिठो खाने भाइ खा। ए मैले बना खा त, मिठो है। गाइज यहाँ चाहिँ अब यस्तो मेसी भइसक्यो होइन, यत्रो बिकाउनु पर्ने थियो। लाइक हामीले चाहिँ मकटेल बनाएको थियौँ, सो मकटेल मात्रै बिक्यो हाम्रो चाहिँ होइन। यिनीहरू अब सबै लाइक रिटर्न गर्नुपर्ने हुन्छ है। यत्रो क्यान भरियो, सबै छोडाएको होइन। ठिकै छ, आज अलिकति नयाँ एक्सपिरियन्स लिन पायो काममा। सो यस्तै नै हो गाइज, बवाल लाग्यो। तर आज होस् मैले पनि मकटेल बनाएको, मिठो बनाउँदो रहेछ जे होस्। गाइज हाम्रो चाहिँ मकटेल चाहिँ मोर्निङसम्म भएको थियो होइन। सो हाम्रो चाहिँ आज मकटेल यति बनाएको थियौँ हामीले चाहिँ, तर सबै चाहिँ टेस्टी हुँदो रहेछ गाइज। सिरपहरूसँग यो चाहिँ जिन्जरवाला सेकेन्डको भर्खर देखाएकोवाला चाहिँ होइन। सो गाइज सबै टेस्टी छ। यहाँको माहौल चाहिँ हेर्न सक्नुहुन्छ। लाइक हामी चाहिँ यो एउटा हुन्छ नि, यो के भन्छ यसलाई, लाइक के भन्छ यसलाई, जो चाहिँ एउटा आफ्नो लाइक ब्रान्डहरूलाई चाहिँ प्रमोट गर्ने स्टलहरू जस्तै हो होइन। हामी चाहिँ लाइक मकटेल ग्रुपबाट आएको थियौँ। सो यस्तै छ है गाइज। नयाँ ककटेल यहाँनिर बन्न लागिरह, त्यो एउटा ककटेल बनाउनु छ। ओके सर, मिन्ट यहाँ चाहिँ हाम्रो ककटेल बनिरहेको छ। मिन्ट भयो, प्लस अर्को अदुवा पनि थियो। रोशन सरले हो यो ठ्याक्क, यो चाहिँ ग्लासै फुट्यो ला, एउटा ग्लास मात्र फुट्यो। ल छिटो सोडा हालेर टक्क ल, डिउ, फेन्टा, स्प्राइट, मकटेल ककटेल सबै एकैचोटि ड्यामडुम। तर गाइज होइन, झुट बोले होइन, महाकसम बनाएको ककटेल यस्तो मिठो थियो नि, लाइक सिरियसली क्या। सोडा स्प्राइट बाबा स्प्राइट हाल्नु सर, स्प्राइट हाल्न टक्क। गाइज यो चाहिँ फ्री पियर पाएको हामीले है। यो चाहिँ के हो थाहा होइन, यो के हो, पप्सिकल ल्यायो
के हो यो लाइक के हो यो आइसक्रिम नै हो जस्तो लाग्छ मलाई चाहिँ बबाल छ माकडक्स काला खट्टा रहेछ कस्तो बबाल छ क्या माकडक्स यस्तोमा आउँदा खाना चाहिँ पाइन्छ क्या जे होस् गाइस यो चाहिँ पानको ल चाख त दाम छ भाइ कसम यो म चाहिँ मिठो छैन जस्तो सोचेँ होइन यस्तो मिठो थियो मिठा पानको रहेछ फ्लेभर यस्तो मिठो है कसम मिठो है कस्तो मिठो छ म त मिठो छैन भनेर खाएँ सेम पान यो आइसक्रिम टक्करलाई खा म त्यो खान्छु ल पक्का यो समात त यो कुन फ्लेभर हो पान भने कहाँबाट पा तिमीहरूले मायो पिआर बाँडिरहेको रहेछ अनि हो आइज खाने आइज एकछिन कस्तो कस्तो खाबे फालुदा हो क्या म्याङ्गो आइसक्रिम ए गरिदिनु यार थ्याङ्क यू यार मजा आयो यार काम गरेर यार कस्तो स्वेटर मेरो हो क्या काम चाहिँ सजिलो त्यो उसको के भन्छ भोलि तपाईँहरूलाई यहीँ बोला होला नि होइन मलाई ठिक छ यार कस्तो मजा आयो क्या तर यार कस्तो तपाईँलाई देखेर हाम्रो टिम चाहिँ उता जिसक्यो ठिक छ 1 घन्टापछि खाजा के छ यो चाहिँ मोमो हो मोमो तर आज काम गर्दा कस्तो मजा आयो क्या मलाई कसम मलाई 5 स्टार जाँदा नि यस्तो मजा आउँदैन यार कसम है आज अलिक सजिलो सजिलो होइन क्या कस्तो चिल थियो क्या त्यही रस भयो नि रसमा नि क्या मजा आइरहेको थियो क्या जेले केटीलाई हेरेको हेर्नु बोल्न थाल्यो त्यो एउटा राम्री केटी छ अनि टासी टासी त्योसँग चाहिँ कोही बोले होइन तर हेर्नु न त्यहाँ आफै बोल्नु गएको राम्रीहरूसँग हेर्नु न त्यहाँ कनेक्टिङ देखाउँछ राति त्यहाँ हेर्न यस्तो राति छ केटाकेटी हो गाइज यो केटीसँग बोल्दा एउटा अननोन केटीसँग होइन अनि हामी त कोटेश्वरमा पो रहेछ खै हामीलाई चाहिँ त मासु अनि बोलाउने होइन गाइज यो नचिन्ने केटीसँग बोलिरहेको कलमा सिधै मलाई किन नसम्झेको तिम्रो कस्तो याद आयो राति भन्दैछ हो अहिले रातिको 10 बजे लाग्यो होला यस्तो छ यहाँ गाइज अहिले चाहिँ ठ्याक्क 8-9 बज्यो होला कति बज्यो हौ ए 9:30 भइसकेछ हामी चाहिँ हिँड्दैछौँ तर राति अलिअलि गाडीहरू छन् होइन तर पनि क्या चिल भाइ छ क्या यस्तो खाली रोड छ ओहो विदेशमै आज जस्तो फिल भइरहेको क्या खाली रोड होइन त होइन खाली रोड छ 1-2वटा मात्रै गाडी चल्छ यो यस्तो बिजी हुने रोड छ है मकटेल बनाउने भयो काम पनि आज यस्तो सजिलो थियो होइन अब मकटेल पनि भास्ट थिएन फेरि सिक्यो पनि क्या साटसुट हाले फर्स्ट टाइम थियो मैले चाहिँ होइन त्यो के हो जिन्जरको चाहिँ ला कस्तो नमिठो होला भनेर बनाइदिइरहेको थिएँ क्या होइन चाहेको थिइनँ क्या फर्स्टमा चाहिँ अनि लास्टमा आफूले चाहेको त ल मिठो रहेछ भनेर ल म त साइकको भइदिएर क्या किन मान्छेहरूले यो फेरि खाइरहेछन् भनेर सोचिरहेको थिएँ क्या भरे त मिठो हुँदो रहेछ क्या मैले त जाएको थियो जिन्जरको पिरो न पिरो हुन्छ के खानु भने जस्तो लाग्थ्यो भरे त मिठो हुँदो रहेछ क्या तर जे होस् गाइज मैले बाटै देखिनँ होइन अहिले फेरि घाँसमा लड्यो भने त बिजोग हुन्छ त्यही भएर अब अफ गरेँ को ये वीडियो पसंद आई तो यार लाइक मार दो और नहीं आई तब भी लाइक मार दो क्योंकि फर्क नहीं पड़ता सही बता रहा हूँ फर्क नहीं पड़ता बस लाइक मार अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर कुछ भी फेंक के मारो ये माइक फेंक के मारो ये कैमरा फेंक के मारो मैंने उल्टा बोल दिया लेकिन मुझे फर्क नहीं पड़ता है बस सब्सक्राइब करो मुझे नहीं पता अब चलो यार मैं भी जा रहा हूँ मुझे रात हो रही है काम बहुत बचा है बाय।